हेलो सबैलाई नमस्कार, शुभ अनि गुड मर्निङ। 2-4 दिनको राजनीतिक घटनाक्रमलाई लिएर मलाई पनि उत्सुकता चासो बढेको कारणले गर्दाखेरि सानो भिडियो बनाएको छु। म एउटा जेएनजीको दाइ भन्ने पनि हुन्छ, मलाई जेएनजीको बाउ भन्ने पनि हुन्छ, किनभने दुईटा जेएनजी पनि मेरो घरमा छ। त्यसैले गर्दाखेरि राजनीतिक घटनाक्रमलाई अलिकति चासो पनि लिनुपर्छ। हामी विदेशमा बस्नेहरूलाई अलिकति चासो पनि हुन्छ। त्यही भएर के हुँदैछ, त्यसले मोड कता लिँदैछ भन्दाखेरि अब नयाँ पार्टीहरूको एकदम आश लाग्दो भएर म त्यतैतिर अलिकति साथ दिनको लागि मैले 2-4 भिडियो क्लिप हाल्ने गरेको छु। कृपया लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्नु होला। युट्युबमा पनि स्याङ्जा आँधी खोला छ र फेसबुकमा त भइ नै हाल्यो। हे रवि कुलमान बालेनको पार्टी भो, चुनाव चिन्ह भोट हालौँ, भोट मागौँ साथी हो, घर त मेरो स्याङ्जा रयाले। डाली काटे घाँस, घाँस काटेर गाईलाई दिए कुँडो, कुरो आफै बुझ मयाले। भित्रै मनमा गुनम है, यसपालि त नयाँलाई चुनम है, घर त मेरो स्याङ्जा रयाले। डाली काटे घाँस, घाँस काटेर गाईलाई दिए कुँडो, कुरो आफै बुझ मयाले। ए रवि बालेन एकजुट भइसके, वार्ता गर्न होटेलमा गइसके, घर त मेरो स्याङ्जा रयाले। डाली काटे घाँस, घाँस काटेर गाईलाई दिए कुँडो, कुरो आफै बुझ मयाले। जनता सरकार बनाउने देशमा, जनता खुसी हुन्छ है त्यसैमा, घर त मेरो स्याङ्जा रयाले। डाली काटे घाँस, घाँस काटेर गाईलाई दिए कुँडो, कुरो आफै बुझ मयाले, कुरो आफै बुझ मयाले। अब पुरानालाई है, 30 वर्ष भयो दिनलाई दिएको दिनलाई, जेएनजीले लखेटे यिनलाई, घर त मेरो स्याङ्जा रयाले। डाली काटे घाँस, घाँस काटेर गाईलाई दिए कुँडो, कुरो आफै बुझ मयाले। 30 वर्ष भो दिएको दिनलाई, जेएनजीले लखेटे यिनलाई, घर त मेरो स्याङ्जा रयाले। डाली काटे घाँस, घाँस काटेर गाईलाई दिए कुँडो, कुरो आफै बुझ मयाले, कुरो आफै बुझ मयाले। हस् त, थ्याङ्क यू, धन्यवाद, नमस्कार।